हेलो हेलो गाइज नमस्ते। म विष्णु विक हजुरहरूको माझमा म चाहिँ हाम्रो नेपालदेखि पठाएको चाहिँ चाउचाउको भिडियो लिएर आइसकेको छु। कस्तो लाग्छ हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला, साथै मेरो पेजलाई फलो गर्नु होला भन्न चाहन्छु। र मेरो बीके भ्लग युट्युब च्यानल छ, त्यहाँ गएर हजुरहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला भन्न चाहन्छु। र साथै म बनाउन गइरहेको छु, ल हेर्नुहोस् साथीहरू, सबै मसला हालेर चाहिँ अब चाहिँ चाउचाउ हाल्न तयार भइसकेको छ। चाउचाउ हालिसके र चाउचाउ हालिसके नेपालको भाइरल चाउचाउ पिरो चाउचाउ भन्छन् नि, हाम्रो कल्पना साई दिदीले चाहिँ बनाउनु भएको थियो खेतबारीमा, त्यो चाहिँ एकदम भाइरल भएको जस्तै। मतलब यो चाउचाउ पनि त्यही चाउचाउ हो, पिरो चाउचाउ हामी चाहिँ बनाउन गइरहेका छौँ। कस्तो लाग्छ हजुरहरूलाई चाहिँ साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। साथै मेरो भिडियोहरू कस्तो लाग्छ हेरिदिनु होला भन्न चाहन्छु। र हामीहरू चाहिँ चाउचाउ फाइनली बनाएर रेडी गरिसकेका छौँ र अब चाहिँ हामी खाने प्रक्रियामा छौँ। चाउचाउ पनि एकदमै स्वादिष्ट हुन्छ भन्छन्। खै 5-6 साल भयो म चाहिँ घर नगएको पनि, मैले चाउचाउ नखाएको पनि, र चाहिँ आज चाहिँ म ट्राई गर्दै